So hello guys, welcome back to my new video and new episode लिएर आइसके तपाईहरुको माझमा म फेरि अनि आज चाहिँ म घरमै छु अनि हामी चाहिँ सरसफाइ हुन्छ पुरा घर ल मान्छे म बेलुका सामने लिएर हेरौँ या दिदी चल रहा छ दिखाया लाइक कमेंट शेयर सब्सक्राइब मेरे भाई को ओ यार पाइप तो जोड़ दे भाई पाइप जोड्ने पुरा सफाइ गर्छ किन राम देखिन भएको छ कि मजा छ नि त्यसो चाहिँ राम्रो पुग्नु पर्यो नि एउटालाई मात्र पुग्दैन त्यसले यस्तो गर्दा यो पानी यस्तै छ खुग्ले सरसफाइ अहिले यस्तो छ म चाहिँ अहिले दाङमा चाहिँ अस्ति गएको छु 1 हप्ता जति भयो यसलाई आएको आज तक यही सफाई हुआ इन लोगों रेशम प्लीज से हाय बाहर निकल जा बाहर यहाँ मेरे को पागल भाई हो जला के था अच्छी माँ ऊपर से पानी चू रहा है करने यार करके तो मजाक के बेले करके निकले छ किन निकले छ त्यो त्यसलाई सोध I am a vlogger and you have to see my 2 brothers, one little sister and little sister कसको थियो ए भैया जल्दी मारो इनको चाहिए जल्दी मारो झाड़ू कहाँ जाएगा रे भैया जल्दी कहाँ जाओगे रे झाड़ू मार के अरे पाइप क्या है माँ इसमें ना कुछ आता ना पानी अरे पाइप होता है ओ रेशम इससे अच्छा बाल्टी करो यार है ना वे तू क्या करती पोछा लगा रहा है तू के कर रहा है इसको कर इसको मैं बोल रही थी बाल्टी से करो यार जल्दी होगा दिमाग खराब वही तो ये पाइप क्या बकवास है खा लो इसको पाइप को ऐसे पकड़ते हैं अपन हाम्रो चाहिँ आधा सक्यो मेरे प्यारे भाइयों और बहनों नमस्कार। तो जैसा कि आप जानते हैं रेशम की गर्लफ्रेंड अभी यहाँ नहीं है। रेशम ने उसे एक फ्लावर गिफ्ट किया था तो हम जानते हैं कि रेशम उसको मन ही मन में पसंद करता है। रेशम जी आप कुछ कहना चाहेंगे इस बारे में? ओए किस होती रंजू बतालाई भान इच्छा थोरै लग ओए आशिचल ये जो सर्फ वगैरह किया ये साफ कर काम चोर गई खा और दूसरी काम चोर नहीं उधर दिखाओ काम चोर नहीं दोनों काम चोर नहीं छन् के आधा चाहिँ भइगएको छ हैन अनि त्यो छ पुराइको बिउ चाहिँ म चाहिँ यता एलोतातिर बस्छु बडा राततिर अहिले चाहिँ पानी पर्ला जस्तो छ यो अझै यहाँ तल पुरा बनाउँछ हैन पर्ने ये सब गर्छ के मैं पनि गरेँ वेलकम बैक टू माय यूट्यूब चैनल। तो कैसे आप लोग देख सकते हैं मिट्टी लगाएगा बिल्डिंग साफ करने के लिए हाँ मारो बेचारे वो तो न खड़त्या गाइस देखो इसको कहाँ खड़ा है दिखा अपना यहाँ पोजीशन दिखा नहीं लुक एट दिस ब्रो तिनै अनि यो सब गरेको अलिअलि कमेडी हुन्छ अनि आज चाहिँ सानो टिकटक भिडियो बनाउँछ अनि रेशम अनि सन्तोष को हुन्छ 4-5 जना जति हुन्छ भने भिडियो बनाउँछ एउटा त्यस तिजको गीतमा नै छ लुङ्गी लगाएर त्यो पनि हेर्दिनु होला बनाइ नै हाल्नेछु यो अहिले चाहिँ म सफाइ गर्छु किनकि अब धेरै भइगयो मोबाइल पक्रेर बस्न लाग्यो म चाहिँ अहिले सफा गर्छु म अब सफाइ गर्नतिर लाग्छु अनि
अहिले नै हो त्यही अब त्यही गर्दाखेरि भिडियो बनाउँदाखेरि अनि हल्का कमेडी भयो भने चाहिँ बनाइदिन्छु नत्र यस्तैकै साथ छैन गाइस यसले मेरो भाइले मुखपट्टि कुन एङ्गलमा भन्नुहुन्छ कि दिदी मैले मुख धुएको छैन तपाईँभन्दा अगाडि उठाएँ तपाईँले 8-9 बजी उठ्ने कहाँ देखले बिना मुख धोएर जस्तो लाग्छ मुख धोएर थोरै त्यस्तो सटर्डे दिने के गर्ने के गर्ने यार भाइ बोर भइहाल्यो भने के गर्ने ल त्यही अहिले पछि भेट चाहिँ अब घर जान लाग्छ लिकदेखि मेरोमा चाहिँ हामी चाहिँ होइन यता यो ताबिसामा थियौँ प्रो हेल्पर 0मा बन्नु खोज मेरो भाइ या नास्ता खाना थियौँ अब चाहिँ जान्छौँ किनेर त्यही अब घरै गएर म मिल्छु घर गएर त्यो अघि भिडियो बनाउनु भनेको थियो त्यही लुङ्गी लगाएर नाच्ने साँच्चै कि त्यो टिकटकवाला पनि त्यो त्यहीमा बनाउने भने कि म चाहिँ आइसकेँ होइन बजारदेखि भने यस्तो छ हालत बजारदेखि त्यो किनेर कपाल काटेर अब भोलि स्कुल जानलाई रेडी किनकि भोलि सरले कपाल काटेर आइस भन्नुभएको थियो अनि हामी चाहिँ जो भिडियो बनाउनु भन्दा थियौँ टिचको गीतमा हाम्रो लुक चाहिँ कस्तो यस्तो छ पुरा यहाँ लुङ्गी लगाएर अर्को लाइट बालेर ट्याग अन बल्छ यस्तो छ हाम्रो लुङ्गी चाहिँ यहाँ यस्तो छ खास हाम्रो यस्तो छ फिटा चाहिँ नभए त्यही हो होइन के गर्ने सबभन्दा ब्युटिफुल लुङ्गी चाहिँ मेरो छ है केटा होइन ग्रिन हो यो हरियो त भनेर मैले हरियो ब्लु ए अनि यस्तो छ हाम्रो चाहिँ प्रिपेरेसन चल्दैछ यिनी देखिया छन् के पटका फिलिङ्स गाइरहेको छ अलि होइन 0 फिगरमा छ कि त्यसको हेर्नु न यहाँ म त एकछिन बाहिर जानु मन लाग्छ छोरा जो लुङ्गी यस्तो मार्छु मलाई हामी चाहिँ डर रमाइलो भइरहेछ होइन यत्तिकै गरेस् त हामी त भाइरल त्यही हो भने अब यो पारवाला त होइन पावरवालै हो पारवाला त होइन यो त तातोवाला बनाउनु यो अर्को एउटा पनि आउँछ तिनले चाहिँ बनाउँदैनन् रे हामीहरू हुन्छौँ बनाउनको लागि उयो सेम ठोबडाटो ल तर साइकको यिनी त त्यस्तो देखिन यता हेर त यिनी त देखिन सन्तोषले अघि यस्तो गराएको थियो त्यस्तो गरायो त लगाएर नै यस्तो गरेर यता हेर त सेम के उयो हालिखेर उयो सेम साथी यार सेम गीत देखिरहेछन् त्यही हो हाम्रो चाहिँ यो टिचको गीत छ एउटा जस लुङ्गीमा चाहिँ सिडी चढ्न सकेन होइन हामी चाहिँ यस्तो सिमल्यासम पुरा त्यस्तै हो नराम्रो कमेन्ट नगरिदिनु होला जस्तै यो मनोरञ्जनको लागि मात्र हो यो चाहिँ त्यही हो नराम्रो केही नभनिदिनु होला जस्ट भिडियोको लागि हो यो चाहिँ होइन हाम्रो यस्तो छ अनि यो नाइट हुँदा बित्तिकै मेरो यो फोनको क्यामेरा के हुन्छ थाहा भएन तिर्मिर हुन्छ कृपया गरेर हेड चाहिँ नगरिदिनु होला होइन हामी चाहिँ जस्ट मनोरञ्जनको लागि हो यस्तो भएको रमाइलोको लागि एकछिन धले आउने रे लुङ्गी छरेर
यार मेरो पुसिना हाल्न लागेको छिटो यार टुपी हाल्नु ओ यो फुल चाहिँ कस्तो नि हामी चाहिँ यस्तो ठिक छैन हामी चाहिँ अब त्यही हो अब भिडियो बनाउँदा नै देखिन्छ अहिले चाहिँ हामी जस्ट अब एकचोटि सिक्छौँ हाम्रो चाहिँ भिडियोको लागि अलिअलि देखाइ नै हाल्नेछु हल्का सिक्छौँ अनि त्यही हो त्यसपछि हुन्छ राति ढमाल राति बस्नलाई के हुन्न उही त्यसो नभन के यार मेरो घरले के सोच्ला कस्तो यही हो कि प्र्याक्टिस गर्ने के हो यति बनाउने यहाँ अहिले ठिक छ नि तर तल भन्दा त्यहाँ ओइ मेरो मोबाइल लिएर आउने नके छ हिँड्ने एक्सपर्टै छ सेयर हाम त फेरि यस्तो छ स्टाइल भर्याङ हिँड्ने ऊ यस्तो पुरै सीमा लिएर भत्ले त्यही हो प्लिज है केही यो नगरिदिनु होला केही हेट कमेन्ट त्यस्तो नराम्रो केही नभनिदिनु होला जस्ट मनोरञ्जनको लागि मात्र हो यो भिडियो चाहिँ अब के सोच्नुहुन्छ तपाईँहरू चाहिँ होइन हामी चाहिँ मनोरञ्जनको लागि हो अर्को एउटा पनि आउँछन् अहिले हामी चाहिँ अहिले मस्त भिडियो बनाउँछौँ अनि दिउँसो गएर स्कुलले कपाल काट्न पठाएको थियो कपाल काटेर हेरेको छ यस्तो जाने तरिका हिँड्न सकेको छैन त्यही हो अब चाहिँ हामी यो टिस्को गीत खोज्छौँ यो तिमी मोबाइलदेखि बनाऊँ नि कि मैले फेरि भिडियो बनाउने त्यो बनाउने हुन्छ क्या सधैँ गराउने मिनी भ्लग दिन पनि गर न यिन पनि यिनले टिकटकमा मिनी भ्लग बनाउँछन् अब मलाई डाइरेक्ट यस्तो गर्ने हो क्या म टिकटकमा हाल्ने यो भिडियो बनाउँछौँ नि एकछिन अगाडि सुरुको क्लिपमा देखाने त्यसपछि फेरि हामी यो भिडियो म भिडियो बनाइसकेँ म गइरहेको छु घर अब होइन भिडियो सिडियो हेर्ने अब हेर्नु भन्छु त्यसपछि फेरि हामी नाचेको हाल्छु कि म त त्यसो म सानो मात्र हो क्या केही छैन तर यिनले जस मिनी भ्लग चाहिँ बवाल बनाउँछन् यस्तो बनाउने यिनको टिकटक आइडी हाकुरा के छ हेरिदिनु होला एउटा छ ढिमढिमे गएको यिनको पनि बवालै छ के अरे पारी पारी आएका बेस्ट रमाइलो भइरहेछ दिन खोलेर मुटु खोलेर यस्तो हात यस्तो यस्तो प्रकारले त्यही हो अब हामी चाहिँ गीत खोजेर ठ्याक्कै डान्स पोजिसनमा आउँछौँ है त हाम्रो जोस रमाइलो चलिरहेछ है प्र्याक्टिस भइरहेछ रमाइलो भइरहेछ प्र्याक्टिस हुँदै रमाइलो नै छ यो जुन गीत बजिरहेछ नि यही हो साडी चोलो लाएर आमा के आएर अघि त्यही गरेर त्यही हो बेस्ट भइरहेछ जे भन्यो भने हामी चाहिँ आफ्नो तरिकाले रमाइलो गरिरहेछौँ होइन अब त्यस्तो नराम्रो पनि होइन तर चाहिँ अब बनाउने इच्छा भएर हिँड्दै यताको प्र्याक्टिस हेरौँ है त ठिक छ नि बेस चलरा चाहिँ त्यही हो अब अलि प्र्याक्टिस गर्छ अनि त्यसपछि देखाउँछ है त तपाईँहरूलाई त्यही हो हाम्रो चाहिँ भइसक्यो अब हामी चाहिँ अलिअलि भ्लग सलग बनाएर हालिदिउँला नि नाचेको यहाँ अब त्यो हेर यो अहिले यसलाई त स्टोरी मात्र हालिदियो कि त्यो त मिनी भ्लग बनाएर हाल्यो नि त भइगयो र
मिनी भ्लग के यो स्टोरीमा अहिले यिनले त्यो यसलाई अहिले स्टोरी हाल्छन् त्यसले अर्को अहिले पछि राति एयर गराउनु त्यसलाई बरु मिनी भ्लग बनाएर हाल्नु कि सजिलो मैले हुन्छ फेरि यो स्टोरी त्यसमा हालिन्छ नि भिडियोमा टिकटकमा हाल तिमीले अहिले मैले चाहिँ अहिले हालेको यिनले मिनी भ्लग बनाएर गराउँछन् मलाई चाहिँ फुलमा यो चाहियो अनि तिमी चाहिँ टिकटकमा हाल्दियो टिकटकमा हामीले त पछि अहिले हाल्यो उसमा हालिदिएँ स्टोरी हाल्दियो अब स्टोरी नहाल कि यिनले स्टोरी अब हेर अब मैले स्टोरी हाल्छु के तैँले मैले स्टोरी हाल्ने मैले त्यही हो हाम्रो चाहिँ भइसक्यो होइन त्यस्तो राम्रो भएको छैन अलिअलि ट्राई गरेको कहिले नाच्दैन थिएँ अलिअलि ट्राई गरेर हुन्छ दिमाग नभएको रहेछ देखाउन न क्या स्टोरी पनि देखाउँदैन त्यही हो अनि अब चाहिँ राति त्यो तिमीहरूको नाम किन आयो त्यो त्यो टिकटक उसबाट अन गराएर रहेछ अनि त्यो वाटरमार्क पछि अफ गरेर अहिले त नाम आउँदैन त्यो अहिले चाहिँ सबै लुङ्गी छराएर मस्त पिरो बनाउँछौँ होइन क्यामराम्यान हामी चाहिँ राति बनाउँछौँ अहिले राति सराउनु लगाइसक्यो राति उनाने है तिम्रो काम लाग्यो म त घर जाने क्या आज मासुको यसो मासु खाने त्यो हाम पनि जाने यही लाएर जाने लगाएर अन्टी टी आयो गर्ने गर्दै राखौँ किन पठाउनु लग्ने हो यो फेरि अलि क्वालिटी हुन्छ कि राख नि त म पनि आउँछु अहिले नाच्छु म पनि यस्तो हो कि मैले काँचे कुचुक हुन्छ नि त म पनि आउँछु नाचौँ न अहिले भन्नेवालालाई म पनि आउँछु नाचौँ न टोपी त लग्न पाइन्न चारवटा पैसा हामी के जोडेको थियौँ नि दुईजना अगाडि दुईजना पछाडि हाम्रो चाहिँ लुङ्गीहरू सब छराइसक्यो म पनि छराउँछु खानासाना मस्त खाएर राति बनाउँछौँ किनभने हाम्रो घरको नेट चाहिँ अलि दिउँसातिर चल्दैन होइन राति नै बनाउँछौँ अहिले त्यो जान लाग्छन् राति बनाउँछौँ तिनीहरूलाई त चोलो लाएर आमा दिदी आउनुहुन्थ्यो साडी चोलो लाएर आमा दिदी आउनुहुन्थ्यो वेदना पोखेर गीत गाउनुहुन्थ्यो वेदना पोखेर गीत गाउनुहुन्थ्यो वेदना पोखेर गीत गाउनुहुन्थ्यो सकिसक्यो बनाएर जे जस्तो हुन्छ म हालिदिन्छु होइन अनि त्यही हो त्यस्तो नराम्रो कमेन्ट चाहिँ नगरिदिनु होला किनकि यो जस्ट रमाइलोको लागि एकछिन मनोरञ्जन त्यही हो अब जे जस्तो हुन्छ भोलि नै आउनेछ भिडियो चाहिँ आइहाल्छ अनि अर्को चाहिँ सुत्न गएँ हामी तिनजना चाहिँ छौँ अब म पनि जान्छु त्यही हो लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि सपोर्ट देखाइदिनु होला केही सजेसन दिनु होला के गर्नुपर्छ के गर्नुपर्छ होइन सर्ट भिडियोदेखि नै हो नि त ग्रो अप हुने लङमा छ मेरो चाहिँ मेरो पनि आइफोन छ है आइफोन मैले कसैले पठाउने भने मलाई पठाऊ त्यही हो म चाहिँ यति नै भन्न चाहिँ मेरो भिडियो यहीँ हुन्छ अब नेक्स्ट टाइम न्यू भिडियो न्यू एपिसोड लिएर आउनेछु ह्यान्सी क्यामेराम्यानले देखेको